हेलो गाइस, वेलकम टु माई मिनी व्लग। हजुरहरू आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै छु। आज चाहिँ मैले यो गाउँघरमा पाउने यसको नाम के भन्छ, हाम्रोतिर चाहिँ यसलाई काब्रो हो कि काउरो हो कि हो भन्छ के अरे, यसकै अचार बनाउन जान लागिरहेको छु। अनि यसरी केलाउनु पर्छ भनेर नि थाहा थिएन कि मलाई। मम्मीले भन्नुभएको थियो यसरी केलाउनु पर्छ यसलाई भनेर, अनि थाहा थिएन मलाई। मैले त अझै युट्युबमा हेरेको यसको अचार कसरी बनाउँछ भनेर, आउँदैन त के गर्ने त नि। अब यस्तै छ गाउँघरमा। अनि त्यसपछि हाम्रो घर त कालो कराई पनि छ अझै पनि। एक कालो कराईमा पानी चट्ट लाएर हालेँ, यतापट्टि सिटी लाग्दैछ दालको। त्यसपछि काउरो हालेर सलक्क लाएर छोपिदिन्छु म। अनि छोपेर भइसकेपछि एकछिन यसलाई बफाउनु पर्दो रहेछ नि त। म त यतिकै पकाउने होला भनेर सोचेको थिएँ, तर बफाएर मोल्ने रहेछ यसलाई पनि, थाहा थिएन मलाई त। अनि त्यसपछि यताउता काम गर्दै थिएँ, यताउता काम गर्दै अब त्यसपछि हेर्नु पनि त पऱ्यो नि त कस्तो भएको छ भनेर। यस्तो हेरेको त आम्मामामामा, पानी कति धेरै हालेछु कि मैले यसमा। हेरेँ काउरो भने अलिकति छ, यो त बाफुडेको कति बेसरी। मेरो क्यामेरामै धमिलो पानी भने चाहिँ थुप्रै हाल्दैछु मैले। ए अब यो यत्तिको भएपछि चाहिँ भयो होला सायद भनेर मैले चाहिँ निकाल्नेतर्फ लागेँ। अनि निकाल्दैछु यहाँबाट काउरोलाई निकालेँ चट्ट लागेर। अनि निकालेर यसको पानी चाहिँ हल्का पानी निस्किन्छ नि त, अनि यत्तिकै निचारेँ। अनि त्यसपछि पानी निचारेर बाटामा हाल्दैछु। अचारको लागि अब रेडी बनाउन लागेको। टुइ 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 भन्ने के काउरोको अचार रे। अनि प्याज हालेँ त्यसमा। त्यसपछि चाहिँ मैले आलु अघि नै उसिनेर राखिसकेको थिएँ कि, अनि अब आलु पनि हालेँ। आलु हालेन भने अलिक मिठो हुन्न कि जस्तो लागेर धनियाँ, त्यसपछि नुन मसलाहरू अनि के चाहिन्छ सबै हालिहालेँ। अनि त्यसपछि चाहिँ चैँ लाएर तेलले झाने, तातो तेलले। त्यसपछि मोलेँ। आहा, तर मिठो हुँदो रहेछ गाइस यसरी खायो भने पनि। मलाई थाहा थिएन कि मेरो फर्स्ट टाइमको हो। यसरी मोलेर बनाएको पनि मिठै भएको थियो, अमिलो टक्क पारेर यस्तो मिठो भएको थियो।